फाइनली हामी पुगिसक्यौँ है। प्रशान्तको यहाँ मेटिस वाले। तपाईँ चाहिँ के वाले हो? ओइ ए कति बज्यो? 11। हेर नहेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता। धनी र गरिब दुवै मिलेर ढकढकाउ तिमीहरूको निम्ति ढोका उगारिनेछ भनेर लेखिएको छ। 8मा छ जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढकाउँछ त्यसको निम्ति ढोका उगारिनेछ। हालेलुया आमेन। यसकारण आज हामी चाहिँ देशको लागि अनि अहिले चाहिँ यो के भन्छ अब सरकारले धेरै सुकुम्बासीमा बसिरहेको सबै दाजुभाइ दिदीबहिनीहरू एकदमै बिचल्ने भएको छ। अनि कतिजना नानीहरू अनि कतिजना हिजो पनि त्यहाँनिर बल्खुमा है एकजना चाहिँ मृत्यु भएको पछि भेटेको कुराहरू न्युजमा आइराखेको छ। अनि एउटा पनि त्यस्तै भइराखेको छ। अनि यसको लागि चाहिँ हामी के गर्नेछौँ? प्रार्थना गर्नेछौँ सरकारले उनीहरूको सबै व्यवस्थाहरू मिलाइदिनु सकोस्। अनि उनीहरू पनि सरकारलाई भोट दिने व्यक्ति हो, उनीहरू पनि जनता हो भनेर सरकारले चाहिँ वास्ता गर्नु सकोस् भनेर हामी देशको निम्ति अनि यो सबै त्यो मानिसहरूको निम्ति हामी प्रार्थना गर्नेछौँ। हालेलुया आमेन। प्रार्थना गर्नेछौँ। अनि यो माग्ने भनेको चाहिँ प्रार्थनामा माग्ने हो। सरकारले यो सुकुम्बासीहरूलाई सबै जनताहरूलाई चाहिँ उहाँले त्यही जनताले भोट दिएर चाहिँ माथि पुग्नु भएको हो। त्यसकारण चाहिँ जनताहरूलाई उहाँहरूले वास्ता गरेको होस् भनेर हामी प्रार्थना गर्नेछौँ। हालेलुया आमेन। प्रभुलाई धन्यवाद। यसकै सिलसिलामा हामी सबै जहाँसँग यसरी नै प्रार्थना गर्नेछौँ। अनि तपाईँहरू सबैजनाले मुख खोलेर देशको लागि सुरक्षाको लागि प्रार्थना गर्नुहोस्। अरू तपाईँहरूको विषयहरू पनि राखेर गर्नु सक्नुहुन्छ है यो समय चाहिँ। अनि म सँगसँगै तपाईँहरू प्रार्थनामा अगाडि बढ्न सक्नुहुनेछ। अनि हामी देशको लागि अनि जतिजना बिचल्ने दिदी कस्तो छ त आजको? दामी छ। है बिस्तारी खानु है।